भयो बाटो त के हो यार छ बाटो त समाकै आउँछ पार्ट पुरा हल्लिने रहेछ भइसक्यो क्या हो हेलो यहाँ चाहिँ हाम्रो पाखिन तामाङ समाजको आज अधिवेशन सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल धाप कोट भन्ने ठाउँमा चाहिँ पाखिन तामाङ समाजहरूको अधिवेशन यहाँ भइरहेछ आज यो चाहिँ एउटा विद्यालयमा कार्यक्रमको तयारीहरू अब लगभग अन्तिम तयारी हुँदै रहेछ हामीहरू सबै यहाँ भेट भएको छ यो चाहिँ ठाउँ पनि एकदमै चिसो एकदम राम्रो प्रकृति र मनोरमले भरिएको दृश्यहरू रहेछ वरिपरि एकदम अग्लो अग्लो डाँडाहरू है अनि आज चाहिँ हाम्रो यहाँ पाखिन तामाङ समाजको अधिवेशन चाहिँ यहाँबाट सम्पन्न गर्दैछ डायमन्ड आर्ट एन्ड कल्चर जस्तै यहाँको कति मैले हाम्रो कुन बेला रे अहिले वैशाखको पूर्णिमातिर चाहिँ झ्याकुले पनि स्याउले भने जस्तै भयो के उसले पनि मेरो साधना पनि मेरो घेर पनि गर्छ होला अब उसले प्रताप सुब्बादाईहरुबाट किनेको मङ्सिर पनि उसले त आफैले मङ्सिर घेरमा चान्सु हैन म भन्दा पछि चान्सु मनाउँछ किनभने क्षेत्रीय म त 2 क्लास पढ्दै फिल्म लाइनमा भन्नु बुझ्नु न पार्वती भाषा त्यो त इतिहास त्यहाँ हो अनि त्यहाँबाट तपाईको त्यो भएपछि घेरको पूर्णिमा गाउँको बनाउँछ गाउँ बाखाहरू कतिवटा गाडी पूर्णिमा पूर्णिमा गाडी 5 त्यसपछि मसँग आउने एउटा जनक कार्की भन्छ जनक कार्की चाहिँ तपाईँको जुटो त्यसो पर्न सकेन भने हुन्छन् त्यसरी सेरियम गर्छन् जुटो पऱ्यो भने अब के रहेछ अब हाम्रो देउताको भालो लाग्छन् त्यसलाई रोकेपछि त उसको गाडी पनि मलाई दिने अनि पैसा के मान्नु गाडी पनि
राखिदिएको त्यहाँ के छ अनि तपाईँ एक हप्तामा तपाईँको यति मात्रै छलफल हुने कुरा र अनि यहाँको लगेर मेरो ठुलो छोरी अलिक बिचमा छ तामाङ भन्छ नि होइन एउटै बोली एउटै मैले पढ्नु अन्टी त्यहीँ भन्नु त्यहाँ मैले पढाएको स्कुल त एउटा हुनु पर्यो सेभ भयो नि त अब हामी चौधतिर जाँदा चौधको अनि मलाई डिस्ट्रिब्युटरले पढाएको अनि तपाईँहरू मैले गरेर राख्दै थाहा छैन डान्स सिकाउँदैछ उसले मलाई ढोक्छ त्यस्तो पनि हुन्छ अनि त्यसको लागि त्यसलाई खोज्याएर हामीले खुसुदै थियो जहाँ अब एउटै एउटै कुरो तर एउटा कुरो अब पाक्नु कति छरीको खोर भनेर चाहिँ एउटा यो खोर भन्ने चाहिँ यसो राज भाइ उहाँबाट पनि हो होइन त्यो होइन कि बाजे खोर भन्ने कुरो खोर फलाना खोर भन्ने चाहिँ नाम तपाईँको जुन टोलमा बाँच्यो उसको नाम बाँचेको हो कि हाम्रो त्यो ठारमा जाने होइन हाम्रो इतिहासमा जाने यो तपाईँको हो खोरमा बसेको हो खोर बाख्रे गाङ्गोरमा बसेको गाङ्गोर बाख्रे